हेलो एन्ड नमस्ते म चाहिँ अहिले त्यहाँ हाल्न नरे काट भने अन्त भुँडी बनाएर आउँछ नि कस्तो मोबाइल खतरा म घर आएको छु घरबाट ल्याइरहेको मेरो दाइसँग अनि हामी हो भने के भने मान्दैन नि हामी दिउँसो रोपे गरेर नुहाइ गरेर टक्क बसेको छौँ होइन हामी चाहिँ अहिले यहाँ काम चल्दैछ कुखुरा बाले बाले काटेसम्म हाल्ने सन्दीप फेरि काम हेर्नु अब अहिले चाहिँ यहाँ कुखुरा बनाउने कार्यक्रम चल्दैछ म कथा बनाइदिन्छु नि तलतिर फेल पनि भाइ त्यही देख्दै नि सबिन भाइ खुइले चोट यता हाम्रो कुखुरा यता अलिहाल्नु यता भ्यू त देखिँदैन कुकुर कुखुरा रेडी भइसकेको छ होइन चर्यो हो त्यो कहाँ के र त कुकिरहेको छ छोरीले कोला 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 चाहिँ आइपुगिसकेको छ यहाँ भिडियो भने अब म सुरु गर्छु कुखुरा काट्न रेडी भइसकेको छ अनि जाँड म पनि जाँड खान्छ हो पास गर्नु न त जाँड एकछिनमा यो अहिले देखेँ जाँड र मासु रेडी भइसकेको छ अहिले काटेको कुखुरा चाहिँ टक्क यहाँ यसलाई चाहिँ फ्राई मात्र हो यो चाहिँ यसले जाँड खानलाई छोरी मेरो छोरी जाँड रेडी भइसकेको छ गाइस कलपति होइन बियर ल्याएर खाउँ भनी के गर्नु अनि त्यहाँबाट हाम्रो यो चाहिँ अब यो चाहिँ जाँड खानुलाई जाँड र यो चिकन भयो यो हाम्रो साथीहरू मेरो दाइ सन्दीप भाइ अनि खाना खानुलाई चाहिँ स्पेसल माल चाहिँ यहाँ चाहिँ फेरि यो त म नै त हो नि बन्छ तपाईँ केही बोल्न चाहनुहुन्छ कि एकदम हेर्दाखेरि झिल्के मोटो मोटो खाइलाग्दो अब हुने खाने खानदानको अब ह्यान्डसम छ हाम्रो भ्लगर सर यो चाहिँ अब त्रिसँग लप प्रयास छ एउटा खाउँ है एउटा स्पेसल पिस परैबाट धेरै खानु भगले मान्दैन परैबाट धेरै खानु भगले मान्दैन What is love? खुट्टा चाहिँ किन छुट्यो उसमा हजुर दिदी फिल्म गरेर के हो दिनभरि यस्तो हिजोमा सब्जी भुट्दा अहिले अहिले अनि बेचेर दानाको पैसा तिर्छु के तिर्छु भन्दै थियो त पर्सिसम्म सबैतिर छ अनि यता पनि भलक बनाउँदै ल हाल्दिनु ल खोइ खुइले कस्तो पार्दै खोइ
गिलास वरिपरि राख्दा कसरी राख्ने अडिन्छ अडिँदैन हेर मैले खाएको म फुल्छु आउँदै समाइदिउँ न हजुर त्यतिका रस गिलासै भयो पाउँछ रस गिलास भयो फिल कस्तो लाग्यो तपाईँलाई पवन पनि जावाई कि जाँड रसी सबै खान्छ मैले भाइलाई नि पाउँछ सोझो मैले भिडियो गरेँ भन्नु न कतिवटा गाइड अहिले त खिच्न लाग्यो भिडियो होइन 2-3टा मात्र हो हामी नै यसो सोध्यो तिनवटा भयो पुग्छ पाउँछ खोइ एउटा तीनटा भयो र 3टा यता हाल्नु यता राख्नु भने उता उता राख्नु यतापट्टि बनाइरहेको थियो नि त हाम्रो चाहिँ रक्सी आउनु पर्यो एउटा किन हाल्नु हाम्रो यहाँ अलिक काले अलिक काले अलिक उता जान काट्टो ओडा न तिनवटा त हो त नि मम्मी के छ्या खान ल कहाँ जानु दिदी के हाल्नु यो प्योर फोटो मात्रै झिक्नु भयो भने कन्टिन्यू भएर तपाईँले कन्टिन्यू गरेर अहिले कस्तो हान्दै भएको हाम्रो माइला सर नयाँ नयाँ हाम्रो ब्लगर है केही छैन अनि हाम्रो सम्झी हाम्रो के अरे उहाँको दाजु छोरी मेरो मम्मी उहाँको फुपूको बर्थडे छ यो चाहिँ सबै नै हो है हेर्दाखेरि ठिकै छ अनि हाम्रो माइजू मामा सबैजना छौँ हामी टक्क बसेर दबाउन लागिरहेको छ देख्न सक्नुहुन्छ मासु खाने कस्तो बिरामी जस्तै भएपछि मम्मी मम्मी गिलास उठाए गिलास ओहो सही गुलियो के हो चिनी हाल्नु भयो है क्या हजुर यो थोरै पज गर्नु पायो भने कट गर्नु होइन अलिकति